लेट्स से है अब मानौ x प्लस y इज इक्वल टु चाहिँ के भनेको छ भने द सम भने जोड्ने हैन त्यही भएर x प्लस y है इक्वल टु 18 2 भने दुईवटा x र y माने हामीले त्यही भएर 2 पोजिटिभ भनेपछि प्लस प्लस भइहाल्यो यहाँ माइनस लेख्नु परेन दुईटै प्लस प्लस चिन्ह भयो अनि सम इज 18 भने इक्वल टु 18x प्लस y इक्वल टु 18 यो चाहिँ हामीले एउटाबाट मानेर थाहा पायौं है अब अर्को के भनेको छ भने एन्ड देयर प्रोडक्ट इज 77 x इन्टु y चाहिँ कति रे त 77 हामीले क्वेशनमा जे भनेको छ त्यही नै छ रे हो नबुझ्ने कुरै छैन है अब हामीले के गर्नु पर्छ भने फाइन्ड द भ्यालु अफ x एन्ड y फाइन्ड द भ्यालु अफ x एन्ड y है त अब हामीले फ्रम इक्वेसन i अब हामीले एउटा न एउटाबाट त सोलुसन लिनु पर्ने छ है x बाट लिनु हुन्छ के रे i बाट लिनु हुन्छ i बाट लिनु हुन्छ एउटाको भ्यालु पत्ता लगाएपछि त अर्कोको भ्यालु पत्ता लगाउन सजिलो भइहाल्छ त्यही भएर फ्रम इक्वेसन 1 बाट नै जाउँ है इक्वेसन i बाट जाउँ i मा के छ भने x प्लस y इक्वल टु 18 छ मानु यसमा तिम्रो y भनेको चाहिँ के हुन्छ त भने 18 माइनस x हुन्छ है अब प्लेसिङ यसको भ्यालु निकाल्नलाई यसलाई यहाँ लगाएर राख्नु पर्यो नि त प्लेसिङ द भ्यालु अफ y इन इक्वेसन i भनेर लेख्नु पर्यो जब यहाँ यो पनि x y को भ्यालु इक्वेसन 2 मा लगाएर यहाँ लगाएर राखिसकेपछि यो पनि 18 माइनस x हुन्छ यसको ठाउँमा 18 माइनस x भएपछि दुईटै x हुन्छ अनि दुईटै x भएपछि हामीलाई x को भ्यालु निकाल्न सजिलो हुन्छ नि त त्यही भएर हामीले यति गरिरहेका छौं है x इन्टु y इज इक्वल टु 77 मा x इन्टु 18 माइनस x इज इक्वल टु 77 भयो है अब 18x माइनस x स्क्वायर किनकि यहाँ माइनस छ नि त त्यही भएर माइनस भयो यसको चाहिँ अगाडि केही नहुनु भने प्लस हुनु हो त्यही भएर प्लसै केही पनि नहुनु भने प्लसै 18x भयो यसलाई गर्दा चाहिँ माइनस x स्क्वायर इज इक्वल टु 77 अब हाम्रो x स्क्वायर माइनस x स्क्वायर अब हेर सबैलाई उता लगिदिउँ भ्यालुलाई x स्क्वायर माइनस 18x प्लस 77 इज इक्वल टु 0 भयो है हामीले इक्वेसनमा लान लागिरहेका छौं